Hello everyone, namaste and a warm welcome to you all after a long time. यो मेरो अर्को ब्लगमा मेरो यो ब्लग चाहिँ दशैं विशेष रहेको छ। म चाहिँ दशैं मनाउनको लागि गाउँ जाँदैछु। यति बेला घरदेखि निस्किसके अगाडि दादाले ब्याग बोकेर तल बससम्म पुर्याउँदै हुनुहुन्छ र मेरो दशैं कस्तो रहन्छ यो भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ। यो बाटो वान अफ माई फेभरेट बाटो रतुवा खोलाको किनारै किनार सानो बाटो छ। राम्रो फल्छ भाइ अरु बेला उडालोमा बाटो जान्छ उताको बाटो मजाको छ। यो त घरमा पुग्यो। अब कस्तो मजाले आजको वेदर फुलेछ क्या। दसैँ होइन मेरो त घरको चाबी कहाँ छ कोसँग छ होइन। दादाहरू तलै हुनुहुन्छ नि। म मात्रै आएको आज। अब भरे सुत्दै कहाँ हुन्छ पल्ला घरले होला नि। फाँडफुड गर्दै गर्नु पर्यो भनेर आएको म त। ल घरमा आइयो। घरको हालत चाहिँ यस्तो छ। घरको हालत चाहिँ अब यो झारहरू उखाल्नुपर्छ। यस्तो छिटो उयो हुँदो रहेछ कि। ल यस्तो छ घर चाहिँ सबै पुरै झार उम्रेर कालै भएको छ। यिनीहरूलाई दादाले थाङ्ना लाउनु भएको थियो रहेछ। कस्तो मजाले बादल लागेको कि आज त। काँक्रा त पुग्ने छैन जस्तो छ। घरमा आयो ताला चाबी। ओइ त्यो कसरी खोल्नु? अन्त भत्किन्छ नि भिडियो गरिरहेको छु तेरो दाइला देखाइदिन्छ। यसको चाहिँ कुन चाहिँ हो? यसको अब ताला चाबी खोल्यो घरमा। घरको बिजोक अब यस्तोमा
ल अब उसले ऊ चाहिँ तिम्रो नाम भन त आरुषीले सघाउँदैछ ऊ चाहिँ मेरो भदैनी हो यहाँ पुरा झार उखालिदियो घरको हालत यस्तो छ अनि एक दिन जस्तो चाहिँ एक्लै घर सरसफाइ गरेँ र आज चाहिँ घर लिप्ने दिन रहेको छ। घर लिप्न चाहिँ मेरो कान्छी बहिनी र ज्वाइँले सघाउनु भयो। अनि एक दिनमा बहिनी र ज्वाइँले लिपिसके पछाडि मैले पनि थोरै यताउता हेल्प गरेँ। अनि त्यस पछाडि एकदम मलाई त खुट्टा पनि दुखेर एकदमै कस्तो हुन्छ नि अनहेल्दी भइरहेको थिएँ, बिरामी टाइपको। अब बाँकी के हुन्छ त भिडियोमा तपाईँलाई जोड्दै जानेछु। हाम्रो ज्वाइँ बिचरा काम सबै सघाइरहेछ, लिप्न सबै त्यहाँनिर। बहिनी र ज्वाइँ नजिकै भएर धेरै सजिलो भयो। अनि अलिकति अगाडि म चाहिँ घरहरू सफा गर्नको लागि गएको थिएँ, तर खुट्टा दुखेर भने जस्तो काम पनि गर्न सकिनँ। अनि लिप्नका लागि बहिनी ज्वाइँले हामी आएर सघाउँछौँ भने पछाडि म पनि ढुक्कै भएँ, मक्ख भएँ। आइनेकै हो त्यो, उसलाई चाहिँ थाहा नपाएर यो त उयो सफा गरेका होला। त्यो माथि बोराहरू त सार्नु पर्दैन होला, थोरै मात्रै धुलो छैन। हाम्रो घर सरसफाइ हुँदैछ, दसैँ लाग्यो। यसरी काम गर्नुपर्छ है, काम भन्ने कुरा चाहिँ केटा मान्छेहरू लडी झर्न जान्छ। साह्रै अप्ठ्यारो पो छ है। हुन्छ त त्यसो गर्दा नि थालमा लियो होइन, आइराख्नु त पर्दैन।
आज चाहिँ हाम्रो घर पनि चिटक्क हुन्छ। त्यो ज्वाइँ मैले अर्ती सानो लिपेको होइन, मसँग फोटै छ त्यहाँको त, साइलीको बेमा होला हौ। कस्तो कालो छ क्या त्यहाँ। त्यो माथि यस्तो नि ज्वाइँ यसरी तपाईँ त अग्लो हुन्छ, ल्याप ल्याप मात्रै पार्यो भने, तर तल सबै जिउमा चाहिँ पस्छ है। अಯ್या हो, मुढामा चढी पो गरेको त म त। होला यो भित्ताहरूले पनि किनभने त्यति आगो फुकिँदैन। तर है कान्छी त्यति गर्दा कति उयो हुन्छ नि, उज्यालो यस्तो। त्यो के कहाँ तान्नु त कसरी? ए आफै ठेल्नु नि कि त पनि त्यत्तिकै अराउँदो रहेछ मान्छेहरूलाई। आफै सक्ने अरूलाई पो अराउँदो रहेछ। ज्वाइँले पहिला गर्नुभएको थियो कि थिएन यस्तो पनि? सम्झुलाई यसो कहिले काहीँ अब ससुरालीमा पर्यो। र आज चाहिँ झापाबाट मेरो सानो दादा भाउजू अनि भदैनीहरू बिनिसा र हिंसा पनि आएको। अनि सुरुमै आइराजतिर तानेर भात नखाइ पर्छ। Lo, good job. Good job. अहिले आउँछ नानी यता आएर बढाएर किन उता उता गर न अगाडि मात्रै त्यहाँ चाहिँ गर अनि ऊ त्यतिकै झुन्ड्या लु भन् त कसको याद आयो अरे किन हो त्यहाँ मात्रै गर अनि झुन्ड्या हुन्छ त्यो खुट्टा देख्यो मेरो बदैनीहरूले यहाँ मालिस गरिदिँदैछ उतापट्टि सुन्दै थिएँ म सम्झिने पनि छ अरे भनेर
अनि फुलपातीको दिन चाहिँ हामी चाहिँ पहिलादेखि नै टपरा गाँस्थ्यौँ अनि यो वर्ष पनि हामीले टपरा गाँस्यौँ। मैले बोजूलाई भनिरहेको थिएँ गाँस्नुपर्छ भनेर अनि पल्ला घरमा भाइहरूले चाहिँ यसरी पात ल्याइदिएछ अनि कस्तो मजाले टपरा गाँस्यौँ। हामी प्रत्येक वर्ष टपरा गाँस्यौँ वर्ष पनि यसरी टपरा गाँस्यौँ। आउँदैन भन्नुहुन्छ कति राम्रो बुन्नुहुँदो रहेछ नि बच्चु है ल म पनि छु मैले कति धेरैवटा बुनिसकेँ र आज फुलपातीको दिन चाहिँ मेरो चाहिँ मैले थाहा पाएदेखि मेरो लाइफकै यो चाहिँ एक्लो टाइपको फुलपाती भइरहेछ किनभने पहिला आमा बोजूहरू हुँदाखेरि चाहिँ अब सबै उहाँहरूले पकाउने गर्नुहुन्थ्यो फुलपातीको दिन आइन्थ्यो खाइन्थ्यो रमाइलो हुन्थ्यो अनि पहिलाको धेरै याद पनि भइरहेछ। अनि त्यस पछाडि चाहिँ भाउजू हुनुहुन्थ्यो भाउजू अहिले एकदम पकाउने ट्याकट्याक रेडी पार्ने अनि सबै रमाइलो गर्ने गरिन्थ्यो। दिस टाइम भाउजू पनि हुनुहुन्न माइत जानुभयो भाउजू पनि अब घरमा आफ्नो बाबाआमासँग मनाउँ भन्ने हुन्छ होइन। अनि मेरो भदाइनी र म मात्रै छौँ अनि मेरो चाहिँ एकदमै खुट्टामा समस्या एकदम गाह्रो अनि काम गर्न उठ्न अनि त्यहाँ उसलाई इन्स्ट्रक्सन दिन्छु उसले पकाउँदैछ भनेर दुईजना मात्रै लाइफ अहिलेसम्मकै थाहा पाएको चाहिँ दसैँकै सबैभन्दा वर्स्ट फुलपाती अलपत्रै छ मासु हुन्छ आधा सबै अब फर्स्ट टाइम भदैनीको हातको मासु खाइँदैछ चाहिँ म एक्लैको लागि नि बाहिर है यो चाहिँ भित्रास मात्रै है होइन अब उसको लागि त पकाउनु बाँकी छ अनि खाँदैन थियो मासुहरू अलपत्रै छ होइन। लु अब छोप्दी राखी ऊ त्यो आगो अलिक लगा अब उयो लगाउँ रक्ती लगाउँ रक्ती लगाउँ नि ट्राई गर्नु कस्तो मिठो हुन्छ यो खाना तपाईँहरूले ट्राई गर्नुहोस् न गाइस। यो चाहिँ रस हुँदैन नि यो हड्डी चाहिँ सबैभन्दा घिनलाग्दो झोलसित गऱ्यो भने कस्तो मिठो तँलाई त्यसको थाहा नै छैन हौ अरू हड्डी जस्तो होइन के हो यही मासुको हो कि होइन त्यो त थाहा भएन तर के मासुको चाहिँ थाहा भएन कस्तो मिठो पुलुक्कै मिठो यहाँ मासु छ उता पनि मासु छ ग्यासमा उता उता यहाँ पनि मासु छ है गाइस। यो चाहिँ मैले आफै बनाएकै फुफूको नोहेल थोडा मिठो छ तपाईँहरू देख्दा जस्तो देखिन्छ होला तर कस्तो मिठो छ मिठो होइन कस्तो राम्रो छ यस्तै हो अब गाउँघरको अब के भन्नु के देखाउनु यो चुला त लेदर देख्न लेदर लेदरको जुत्ता बनाउन आउनुहोस् है खानु जुत्ता खाइन्छ त अनि जुत्ता खाइँदैन नि त लेदरको जुत्ता खानु लेदरको मासु भन्नु लेदरको ल cheers happy दसैँ cheers हैन happy दसैँ to you all our family हैन आई होप कि तपाईहरुले नि अब दसैँ मनाइराख्नु भएको छ र फुलपातीको नाइट हैन यतिखेर चाहिँ मासु खाने हैन। अनि यो चाहिँ मैले बनाएको हेर्नु सक्नुहुन्छ फुफूले इन्स्ट्रक्सन दिनुभएको अनि मैले बनाएको ठ्याक्कै बत्ती पनि गयो wish happy दसैँ to you all big happy दसैँ कसलाई खुसी र बस्नुस् होला हैन। कसलाई अब ग्रुपमा पठाएपछि त तुम्बा भयो बाबा मम्मी फुफू जेठी फुफू अब सबैजना परिवार we belongs to our family bye good night खान्छु उयोले छोपेको छ त हाम्रो लोकल हो त्यो त प्रब्लम गर्न हुन्छ अब यता किमा देखौँला लु ए स्वा हेर्न स्वा ये ला चोमे भिडी ओए कसको बोट हाले तपाईले निकाल्न आट्नु को हैन हेर यो बोट चाहिँ कसले बोट हाले मेरै गएन ल खै 30 रुपैयाँ निकाल्नु के ठोक्कै कलर
सारा देख्यो यस्तो त मिठो हुन्छ तर यस्तो जिउ ठुलो छैन नि यस्तो छ यत्रो र आज चाहिँ टिकाको दिन हामी पल्लो घरमा हाम्रो कान्छा बाजेको घरमा चाहिँ सबैजनाले टिका लगाउँछौँ अनि बिहानदेखि हामी आफ्नो काममा खट्दैछौँ अब एउटा सुँगुर मार्यौँ अनि कोही सुँगुर गर्दैछौँ अनि के गर्छौँहरू तपाईँले भिडियोमा देख्न सक्नुहुनेछ बिहानदेखि यो दिन चाहिँ हामी कति धेरैजना हुन्छौँ नि त 4-5 घरले एकै ठाउँमा टिका लगाउँदा धेरै हुन्छौँ यहाँ काकाहरूले कुकुर अरे सुँगुर बोक्न नसकी बोक्दै हुनुहुन्छ अब बाँकी कामहरू हामी बाँडफाँड गरेर गर्छौँ अनि दिउँसो एकदमै रमाइलो गर्छौँ अनि थप चाहिँ तपाईँले भिडियोमा देख्नुहुनेछ कत्रो सुँगुर थियो अब यसलाई फुलफाल गरेर पकाउने अनि अरू आइटमहरू कोही माथि काम गर्दै हुन्छ बाँकी केहरू हुन्छ के गर्छौँ हामी भिडियोमा तपाईँहरूलाई देखाउँछौँ तर अलिक मजाले अब यसलाई खौरी नै बाँकी छ हो अदुवा पनि राख्नु उखालेर ल्याउनु त तल काइली काकी उहाँ चाहिँ एकदम गुलियो तोङ्बा यहाँ बस्दैछ कति महिनाको काकी हो 1 महिना 1 महिना चाहिँ मात्रै भएको छ मेरो भ्लग हैन नि त नत्र म खतरा बोलिहाल्छु बोल्न अनि तेरो भ्लग त्यो के हुन्छ अनि प्याज काटेको आँसु आयो यस्तो ककला हुन्छ त्यहाँ दादालाई पनि डान्स देखाउँ चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा खोइ हुन्छ अलि मसिनो काट्ने कोसिस गर्न पुरै यहाँ तोङ्बा अब हाम्रो टिकालाई यता हाम्रो काकी चाहिँ पुरा चिप्स वाली यहाँ बसिराख्नु भएको छ है स्पेसल यस्तरी बनाउनु पर्दो रहेछ है पिक चाहिँ दुईटै हो बरिष्ठ यो बुचर ल दिस इज रेडी नाउ बाजे त्यहाँ सघाउनु होइन यसो सघाइदिनु न बाजेको यहाँ सबै बिजी छौँ र तुलाइमा छु नि त म त एक्सले पनि काम गर्दैछ फेरि मेरो हालत चाहिँ यस्तो छ पकाइ तुलाइ गर्ने यस्तो काम जान्छ हो बसेर खाने मात्रै गर्दैनौँ हामी धुवाले नै देखिएन हौ पुगेर मेरो फुफूले चाहिँ के गर्दै हुनुहुन्छ फुफू के गर्नु भएको अब टिकाको लागि रेडी पारेको कलशहरू एकदम रेडी छ हामी चाहिँ सामूहिक टिका लगाउँछौँ कान्छा राजको घरमा अनि यहाँ साइडमा चाहिँ छ आमा बाफ रे बाफ देख्न सक्नुहुन्छ
अब लिम्बूको घरमा भएपछि त यस्तो त पाउने सामान्य कुरा हो र 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 यहाँ चाहिँ चिप्स अनि हामीले चाहिँ यहाँ चेयरहरू टेबलहरू ल्याएर रेडी पार्दैछौँ सेटअपको लागि यति धेरै मान्छे हुन्छौँ आज चाहिँ म्युजिकल चेयरहरू पनि खेल्ने हाम्रो प्लान छ अब हेरौँ कतिको साथ दिन्छ बिहान यति हतार हुन्छ बिजी हुन्छ है सबै आफ्नो आफ्नो काममा छौँ स्टिल बाँकी नै छ अरू कामहरू म कत्रो लामो लामो आउँछ म चाहिँ अम्बक खाँदैछु ल 82 सालको दसैँ रेडी भयो है हाम्रो चाहिँ अब पकाइयो गरियो होइन अनि यो चाहिँ अघिको चाहिँ च्यार यस्तो भएको छ यो माम यो भुटन यो अब यो नदेखाउँ होला होइन अब यता जाउँ अनि ल हाम्रो दिस इयरको हाम्रो डेकोरेसन चाहिँ यस्तो छ अब बाँकी अरू भिडियोमा छिटो नानी पैसा गन्दैछ है यता हेर धेरै पैसा छ ल कसले दिनुभएको कसले दिनुभएको यो सबै टिकाको पैसा ए ल अघिवटा चाहिँ मेरो पैसा न पैसा छिटो देखाऊ छिटो न आऊ न क्यामेरा पक्र न हामीलाई सबलाई देखाऊ हस् ल ल हेलो गाइस यहाँ फुफू दिदी मम्मी फुफू यहाँ बाबा यहाँ फुफू यहाँ सङ्दा फुफू मम्मी दिदी यहाँ मम्मी यहाँ बाबा दिदी यहाँ हेर्नु फुफू कस्तो भइरहेछ फुफू हङकङको सर्ट होइन बाबाले छानेको अरे हजुर कस्तो भइरहेछ चिकन दादाले पठाइदिनु भएको साथ हजुर दिदी मान्छे नै फरक टाइपको छ दामी छस् क्या अनि त्यही भएर तेरो लुगा मेरो पनि म पनि एक्स्ट्रा हो तेरो र मेरो मलाई पनि कपाल बनाएको थियो नि सोची कपाल कस्तो बनाउने गजरावाला म चाहिँ हुन्छ तिम्रो कपाल त त्यही है कस्तो यहाँ सबैजना रेडी भइरहेछ सरी होइन अनि उहाँ मेरो फुफू उहाँ पनि मैले फुफू कान्छी फुफू यहाँ मेरो दिदी यहाँ पुरै रेडी हुनुहुन्छ के भइरहेछ है यहाँ मम्मी आउनु भयो पाउनु थाल्यो अब यस्तो भयो अब आइएम रेडी नाउ अब पानी पो पर्न थाल्यो बाइ द वे जमरा रातिका या सङ्गीताजी त्यहाँ ला पानी कान्छी पानी रहेछ नानो हजार किन भन्नु न आजको टिका अब एकैछिनमा बिनी यो मेरो एउटा खिच्थे त जयको टोपी छ होइन किन ए गोप्टे लगाऊँ कम लेट्स गो
लेट्स गो ल अब हामी गएको लाग्यो पल्लो घर अब हाम्रो चाहिँ सामूहिक टिका हुन्छ एभ्रीबडी आर रेड हामी एकदम रेडमा अन्त यो पानीले डिस्टर्ब गर्यो है हामीलाई अब यस्तै हो ल छिटो रातिहरू आउँ ल हाम्रो भाउजू राम्री हुनुभएको छ हाम्रो सानी मेरो कान्छी बहिनी मेरो ठुलो बदैनी ल यसरी पो गइयो अब मिन्छ छैन पुरा हल गर्यो अरू जस्तो पुरा हल विशाल मिलेर अनि ल जाउँ काकी ल जाउँ को हुनुहुन्छ भित्र ए हेलो ल जाउँ ल साथी आइहाल्नु है सबै बुढो हुनु इन्द्र काका खै लु त्यसरी नै बस्नु भएको छ त आउट हुनु होला नि फेरि आउनु है छिटो लिन तपाईँ नि ल त्यो जमरा चाहिँ नि हो विशाले काट्नुपर्छ अनि राख्नुपर्छ पुरा फोटो सेसन जाँदो रहेछ त्यहाँ आमामा लु आयो है यसो गर्नु अरे त्यत्रो मेरो डेकोरेसन त बर्बाद पारिदिइहाल्यो ल आयो है गीत लाउँदै गर्दा राम्रो सुनिन्छ मेरो भिडियोमा कपिराइट लाग्छ अनि हो त्यहाँ राखौँ यता बस्नु सङ्गीतालाई योङ भइहालिस् भनेको नि अहिले मिलाउँछु खै त्यति पर होइन यहाँ त बाजे बोजू बस्नुहुन्छ त यहाँ राख्नु हो त्यति पर होइन हौ यसलाई बिचमा यो त अलिक यस्तो खुट्टा सिधा बनाऊ हो त्यसो गर्न अलिक माथि नै गर्दैन भिडियो हो नि त अलिक छ क्या त्यहीँबाट मेरो लाइनको त म छु अब सबभन्दा ठुलो केटा आशा चाहिँ कि गयो गोल खेल्नु
यतै ल्याएर अनि तपाईको मेरो सिंगल चाहिएन सिंगलै मेरो जापान टोकियो भन्ने गीत पो याद आयो लाइट अरे नि त यताको ब्याग पनि हुँदैन हेर्ने त कहिले पालो आउँछ भने निधारमा अनि कहाँ के छ अनि त्यहाँदेखि म सबैलाई लानु आमासँग दादा टिकी लाउनुपर्छ बोजूले होइन टिकी भिडियो भाइ भिडियो त अलिक मिलाएर खिच्न सिलाइयो फोन बोक्दा पालो आएन लेटेस्ट फोन बोक्नु पाउँदा ठुलो मान्छेले पहिला लैहालौँ ल होइन सर अलिक यसो क्यामेरा चलाउनु गर्नु भन्ने निस्क्यो उता भाउजू पनि मेरो त ठाडो खिच्नु पर्यो म डनलाई बिर्से त ल ल ल एकछिन है मनुलाई त पुरा तास खेल्ने पैसा आयो दिनु पर्दैन बुहारीहरूलाई ल एकछिन एकछिन मेरो पालो मिच्यो सबैको पालो भयो मेरो पालोमा मिचे मिच्यो मिचे मलाई 2 1 गो अनि हाम्रो टिका पनि सम्पन्न भयो कति धेरैजना थियो सो लामो भिडियो थियो मैले सबै हालिनँ कति हामीले टिका लगाएको चाहिँ लाइभ पनि गरेका थियौँ त्यही भएर पनि सबै भिडियो चाहिँ यहाँ मैले हटाइनँ यो हाम्रो खाना खाने सेकेन्ड सेसन सुरु भयो फर्स्टमा टिका हाम्रो सकियो अब खाना पछाडि आज हाम्रो म्युजिकल चेयर पनि खेल्ने भनेर सोचेका छौँ अनि हाँडी फुटाउने केही गेमहरू पनि रहेका छन् अब समयले अनि पानीले चाहिँ हामीलाई मजाले साथ दिएको थियो बिचमा पर्न खोज्यो भने भरे भरे चाहिँ पढ्दै रोकिँदै भयो अनि जस दिउँसो चाहिँ फुल्ली नै रोक्यो अनि मैले चाहिँ आजको दिन चाहिँ तास इन्ट्री छैन है नो इन्ट्री भनेको भरे कति तास खेल्नेहरू चाहिँ बाहिर जानु भएछ होइन अर्को घरमा
तर हामी चाहिँ खुब रमाइलो गऱ्यौँ। अब अरू पनि धेरै लामो थियो, काट्दै काट्दै यो चाहिँ सर्टकटमा मैले हालेको छु फुपाजुहरू। अनि धेरै यो चाहिँ हामी 5 घरको छौँ। प्रत्येक वर्ष हामी सामूहिक टिका लगाउँछौँ। एकदम रमाइलो, आँगन पनि ठुलो, त्यही भएर पनि हामीलाई सहज भयो। अनि खुब यो वर्ष पनि जस रमाइलो तरिकाले हामीले यो वर्ष 2082 सालको यो दसैँलाई सम्पन्न गऱ्यौँ भनौँ न। अनि खुबै रमाइलो नै भयो। ल के भन्नु पर्ने? पानीको बोतल सानो भइसक्यो। 2082 सालको यो दसैँ फुपूले फेरि झ्याली गर्ने अन्त छैन त आँखा देख्ने गरी। नानीहरू यता 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 ल 3 2 एकछिन ल 1 2 यो नानीहरूलाई त तारम त भरे 3 भो 4 भो। अब एकचोटि ल भयो हान्नु पर्यो हान्नु पर्यो। एकचोटि घुमाइदिनु न, एकचोटि त घुमाइदिनु। छोडिदिनु छोडिदिनु त्यसरी बोल्नु नभए माथि भनेर। नबोल्नु न हो नबोल्नु न। गोलाको पत्ता भने 1 सिधा चाहिँ भने चाहिँ अगाडि जा न। नबोलौँ है नबोलौँ। को बोल्दैछ? ए त्यसै पाइँदैन। लु यो हाडी फुटाउनेको विजेता चाहिँ एक्सन फ्याक भएको छ। अब होइन दुईजना स्पोन्सरहरूले दिनु न। अब दुईजना होइन यो दुईजना होइन कैलाश फ्याक र बादल फ्याकको तर्फ लु अब म्युजिकल चेयर। यो छोरी मान्छेहरू या बुहारी खलक सबैलाई खेलाउनु पर्छ। लु म्युजिकल चेयर खेल। ए यसको चाहिँ कति हो पैसा? लु 500 डिक फ्याक। ल यो म्युजिकल चेयरको पनि 500 रहेको छ यो पुरस्कार चाहिँ। यो चाहिँ यसको रुल्स हुन्छ नि होइन। गीत बज्छ, गीत रोकिने बित्तिकै जो बस्छ त्यो सेभ भयो, जो बस्न पाएन त्यो आउट भयो होइन। ल यो स्पोन्सर चाहिँ यसको चाहिँ डिक फ्याक अरे 500 रुपियाँ। अरूले थप्नुहुन्छ भने पनि ठिक छ।
भाइले जित्यो हिंसा आउट भयो ऊ घुरेर आयो नि त र टिका पनि सक्यो एकदमै रमाइलो गऱ्यो सँगसँगै टिका सक्यो अनि त्यसको भोलिपल्ट फेरि हाम्रोमा चाहिँ गेट टुगेदर थियो गेट टुगेदर पनि यो 2 घरको मात्रै हो हाम्रो घर र पल्लो घर 2 घरको मात्रै यति धेरैजना हुँदो रहेछ कि दुईटा फ्यामिली पनि कम्प्लिट छैनौँ कतिजना बाहिर छ होइन ऊ चाहिँ हाम्रो घरको सबैभन्दा सानो मान्छे घरको भन्दा पनि हाम्रो खानदानको अनि त काकाहरू हुनुहुन्छ कतिजना छुट्नु भएको छ अझै पनि हाम्रो बहिनी दिदी बेना अनि साइली बहिनी अनि पल्लो घर कान्छी फुपू अनि काका अनि यता मेरो दादा ठुलो दादा बाउजूको फ्यामिली नै छैन होइन त्यसो गर्दाखेरि पनि झन्डै घरले त नआएको रहेछ ल यति धेरैजना छौँ अनि एकदम रमाइलो भयो र अनि त्यसपछि कान्छी बहिनी र ज्वाइँको पनि घर नजिकै भएको हिसाबले उनीहरू पनि आएको थियो र अब उनीहरू फर्किँदैछ घर उनीहरू चाहिँ टिका लगाएर टिकाको दिन आएको थियो अनि भोलिपल्ट अब राति 10 बजीतिर घर जाँदैछ यतिर रुने जब जति रुने कि रुने भन्दैछ छोडेर जाँदा मैती छोडेर भोलि बिहान जाउँ न ऊ माथि जाउँ ऊ माथि छ ल ल बाई गएर फुपू बाजुलाई लु हो त्यहाँ राख